सिन्धुलीको हैन के भन्छ ओरिजिनल कोदोको ढिँडो यो चाहिँ आफ्नै बारीमा फलेको साग हो त्यो सबै झारेर हेर अब राई बन्यो त्यो पञ्चेमा अहिले एकदम सिनियर चाहिँ राम्रो छ अब भानिजहरू उहिलेदेखिको खायो हेलो गर्दिन हाई उहाँ जस्तै सेरुवा राइडर मैले कोही पनि देखेको छैन है हेलो भनिदिनुहोस् हामी अहिले तत्कालै बागमती पुल आइपुगे सिन्धुलीको समाप्ति गाडी आइपुगे हामी आउने क्रममै छौँ गेट ए हामी सबै नेपाली एका हुन् भगाइ पलान्छु मन छुयो ओह जानु कि नजानु तपाईँको नाम के हो बा सब्सक्राइब गरिदिनु होला च्यानललाई मलाई समातेर ह्यान्डी चलाउन नदिने अनि पानी हाल्न मलाई समातेर ह्यान्डी चलाउन नदिने अनि पानी हाल्न मलाई थिचेको छ यार अनि कसरी ह्यान्डी चलाउँछ दुईटै कुम्बा समातेर ह्यान्डल चलाउनै नसक्ने बनाइदियो हो ओ माई गड खोला तिरै तिर चौतारी तिरै
ड्राइभिङमा चाहिँ सञ्जीव सर हुनुहुन्छ है। खतरा दौडाउनु भएको छ उहाँले चाहिँ एकदम हिलो छ भुइँमा, एकदम हिलो नसिटाइकन दौडाउनु भएको छ। उहाँलाई मान्नुपर्छ है हामीले। कस्तो हल्को डाँडा छ कि यो है। राम राम राम। गाइस अहिले चाहिँ हामी यो मुलकोटबाट कटिसकेका छौँ। हाम्रो ड्राइभ गर्दै हुनुहुन्छ सञ्जीव सरले। के भन्नुहुन्छ सञ्जीव सर? आज एकदम रमाइलो लागिरहेछ होइन यो यात्रा, यो बाटो, यो मौसम। अनि अगाडि चाहिँ हाम्रो दुईजना दाजुहरू हुनुहुन्छ साइन बाइकमा, त्यो पनि अब हामीले भेट्न सकेको छैन मैले। भैयाले छोडिदिउँ होइन। कस्तो कुदाएको हेर्न सक्नुहुन्छ गाइस। जय शक्ति माता, यात्रा सफल बनाइदिनुहोस् प्रभु। सर क्यों लोग किसी पे मरते हो, सर क्यों लोग किसी पे मरते हो। भिड देख्न सक्नुहुन्छ। हाम्रो पुजारी सरले चाहिँ बाइक यहाँ नराख्नु भन्दै हुनुहुन्छ। हामी अगाडि पार्क गर्छौँ र हामी यसो 5-10 रुपियाँ भेटी चढाउन जाँदैछौँ। सञ्जीव सर के भन्नुहुन्छ यो विषयमा? हाम्रो सञ्जीव सर चाहिँ यहाँ यसो हाई गरिदिनु ल।
हजुर हजुर
अगाडि फेरि अब रिपोर्ट आएपछि के हुन्छ अब कस्तो गाँडै थाइराइडमा पानी जमेर बसेको म त यो बुढेसकाल लागेको घर आउन ठिक्क परेको थियो फेरि अब माइज जाँच नगरेको सुइदाईको बुवा ललिदाईको बुवा हो ए अहिले त्यो खुर्कोटो हुने दिदीको बा हजुर हाई भाषा बोल्न आउँछ हजुरले छिटी बाहुनमा बढेको हाई भाषा आउँदैन भाषा आयु नै हो भन्नु त हो कहिले राई बन्यो त्यो पञ्चेमा अहिले एकदम सिनियर चाहिँ राम्रो छ अब भानुजहरू उहिलेदेखिको आयो खुर्कोटमा राई बनाएको उनीहरू जम्मै जागिरै छन् है अब त्यो भुरा केटाकेटी त यसो दुई चार पैसा त पाउँछ त पाउँछ र राईले नपाउने रे दिन्छ के त
अब हायो धेरै निक्ल्यौँ क्या हायो सङ्ख्या थोरै थियौँ रे अघि अनि त त्यो ऋतिको खेतबाट नि निक्ल्यो जम्मैबाट निक्ल्यो त हायुको सङ्ख्या त बढी आयो भन्नुहुन्छ अब यहाँ अब इनपेटा भिनालले काम गरेको हो अहिले उहाँले छोडेर टलकबहादुर भन्छ नि अहिले त लक्ष्मण आयु टलकबहादुरले पनि छोड्थे अहिले यही रतन चुडा एजे सहरको ज्वाइँ लक्ष्मीहरू हो होइन उहाँले गर्नुभएको छ भेट भए चिनाजानी हुन्छ सानो लायो भने कता परिन्छ कता क्या खै यार म पनि अब अहिले भानिजहरू उहाँ अहिले आउँदै गरे काठमाडौँ सरासरी जाने कता हो उतै जाने अब हजुर कहिले पुग्यो म त यही छोराले अब अहिले चाहिँ एकै बस्छु अब यहाँ काम गर्दैछौँ नभए आज मै बस्छु नभए दुईलाई मान्छे गाडी चलाउनु काम सकेसम्म बुबा चाँडो आउनु भएर त्यहाँ हिँड्नु भएको अब के गर्नु म गएर घर मात्रै रुङ्गेँ भने उनीहरूले काम गर्ने त मैले गर्ने है तपाईँ घर चाहिँ कहाँनिर भने हजुर मेरो घर माथि म सबै चिनाउँदै लान्छ आउनु न तपाईँले त मलाई त साइनो जोड्दा त हजुर बुढी हजुरमा पर्छ बुढी हजुरआमा तपाईँले त मलाई त साइनो जोड्दा त हजुर बुढी हजुरमा पर्छ बुढी हजुरआमा भान्जीको छोरी नातिनी हो ल है सञ्जीव तपाईँलाई म फोटा ओ सञ्जीव सर ल है ल है म त एक दुईजना सानो बाला त चिनिनु झन् म त पछि पो लाज भएको होइन म चाहिँ फोटामा देखेर अन्तर काटा तपाईँलाई होइन बिहेमा त कुरो मिल्यो होइन हजुर फोटोमा अड्कल काटेको कुरो मिल्यो सानो बाला चाहिँ मैले एक दुईचोटि देखेको छु त चिन्यो भने नचिनेकै हो नि पहिला त खै त भने कस्तो लाग्ला अब सधैँभरि मान्छेको जीवन जिन्दगी हो है गरियाट यसो भइरहेको अब यति चाहिँ हुन्छ भन्नु हुँदैन कुनै दिन अप्ठ्यारो पर्छ क्या त्यही भएर आफ्नो मान्छे को के भनेर चिन्नु पर्ने हो छ चिन्नु पर्छ त्यही भएर टोपीलाई कसले चिन्छ र यो बाबुहरू त हाम्रो घामको मजा उहाँ चाहिँ हाम्रो फुपू हुनुहुन्छ हेलो गरिदिनु हाई हो अनि हाम्रो फुपू चाहिँ करोडपति हुनुहुन्छ है यहाँ हेर्नुहोस् उहाँको डाँडामा छ फुपूको घर अनि एकदम बिहानको सुरुवात छ नि छोडिदिनु कि ए हामीले होटेलमा टन्न खाएर आएको भने हेर यहाँ गर्मी हुन्छ तिमी रुखमा उयो भिडियो खिचेछु मेरो मेरो प्यारो भेना मेरो भेना बल्ल बल्ल आउनु भएको मेरो भेना मेरो प्यारो भेना अब जाने भन्नुहुन्छ अझै एक हप्ता बस्नु भनेको
लोकल भाले पाउँछु नबस्ने भन्नुहुन्छ त्यहाँ दिदीलाई चाहिँ राम्रो छैन फेरि मैले सुन्यो भने फेरि दायाँमा मैले सुनिसकेँ फेरि अहिले फेरि त्यो फेरि हानिदिन्छु मैले मुखमा दायाँमा छिसेको हुनु भएन म हिँडे म केही छैन दा केही छैन नुहाउ हिर्का चल्नु ल भयो भिडियो नगर्नु मेरो बेला ब्लगमा आयो नि भाइरल हुन्छ यस्तरी हामी अन्त फेरि ढल्छ नि फेरि ल्यान्डी ओटन जस्तो यस्तो गरेर फेरि मैले यस्तो एउटा ठाउँमै दियो भने तपाईँ ढल्छ फेरि मैले यस्तो एउटा ठाउँमै दियो भने तपाईँ ढल्छ मैले पहिला किलो ठगिहाल्छ अनि तिमी अब आजै जाने है बस्नु न त अलिकति कहाँ हुन्छ छुट्टी छैन क्या तपाईँ हामी घुम्नु दिदीलाई अनि भात पकाएर खुवाउनु परेन भाडा मात्र मल्छ भने के को भात कसले भने सुनिसकेँ मैले बाबु मैले भने ए मैले सुनिसकेँ फोनमा ल तपाईँ ढाँटी मलाई तपाईँ फटारे म जस्तै काम चोर्छ अरे हो काम चाहिँ हजुर तपाईँ म जस्तै फटा हुनुहुन्छ अरे होइन त भेना चाहिँ कसले मैले सुनिसकेँ फोनमा भन्छ मलाई दिदीले राति राति घर आउँछ तेरो भेना भन्छ अहिले म फोन गरौँ फेरि लु गर म भिडियो गर तपाईँ कस्तो डराउँछ दिदी छ मलाई थाहा भन्नै फेरि म त लगाइहाल्छु फोन पर्दैन त्यहाँ अब धोका हुनु भएन नि फेरि म त्यहाँ सुनिसकेपछि यसरी होला यस्तो सुनेर केही हुँदैन के गल्ती तपाईँ भेना छैन भन्नु खेल्यो अस्ति रूपमा आउनु नगर्नु भिडियो गरेर भयो क्या भिडियो नगर्नु त इच्छा लाग्दै हुन्छ मेरो भेनासँग जिस्केको म बल्ल बल्ल आएको बेला होइन भेना बल्ल बल्ल आउँदा के अब बहिनी छोरीसहित मजा गराइसकेपछि मेरो अर्को दिउँ त धुनुपर्छ अनि यस्तो लास्ट पसिना आउँछ यस्तो बनाउनु भने त आफूले ब्यागमा स्टकमा दुई ब्याग मोजा खुट्टा नगराउने तरिका के छ भने आइडिया होइन पानीसँग दारीबाट दल्छ नि फिट गरी त्यो फिट गरी पार्ने चाहिँ के गर्नु पर्दछ नि तपाईँको मन तातो पानी पार्ने तताउने मन तातो पानी तताएर 15 दिनसम्म तपाईँले बेलुका बेलुका बिहान बेलुका हुने गर्नुहोस् जिन्दगी मजा मेरो सरल आउँछ तिम्रो भन्दा कति नराम्रो छ मेरो हातलाई थाहा मेरो चाहिँ नरम छैन तिम्रो त त्यो साह्रो नसाह्रो त्यो उसको भइसक्यो अनि त्यो पुसमा पन्च हानेर हो क्या तर हेर्दाखेरि त कलिलै छ है मेरो हात पनि केटाको भन्दा ल सालीको हात कति राम्रो मेरो सालीको भन्नु त कहाँ हो कहाँ लु ल आउँदैन धेरै लु तपाईँ ह्याङ्गी छैन ह्याङ्गी छैन किन्यो सबै मैले किनेन भेनाले सालीलाई किनिदिनु छैन बजार लगेर बसेर घुम्नु लानु भ्याइएन अब भोलि पर्सि लैजाउँ तपाईँको भोलि पर्सि जानुपर्छ विदेशबाट आएपछि कसैलाई नचिने मान्छे चिन्दिनँ लु केही पनि हुँदैन लु केही पनि यसलाई विदेश नपठाउँ भनेको मैले किन भन्दाखेरि अब यतैतिर बरु जाहेर साहेर खाइदिएदेखि यतै घरमा मान्छे कोही हुँदैन कि होइन बोलाउने मुख बोलाउ पनि कामै नगरे पनि मुख बोल्ने मान्छे नै हुँदैन क्या यहाँ जानुपर्छ बाबु जानु पर्यो सुजनेको बिहे नि गराएन अनि अब दाइ होइन दाइ आएपछि जाउँ नि त के छ अब हामी बुढाबुढी नै बाहिर हुन्छ दाएर बिहे गरेपछि टक्क अनि घरमा यसो झिम झिम सानो घरमा यसो झिम झिम सानो झिम झिम सानो अब जानुपर्छ बस्नु मैले यस्तो रमाइलो गर्दा बस्नु मन लाग्यो ओइ दाइलाई चलाउन निकाल्दै धन्यवाद ओ यो धेर भयो धेर हुन्छ ए खाँदै जाने बाटामा है जाने मैले यस्तो रमाइलो गरेर बस्नु मन लाग्यो क्या अब आज छुट्टी लिएर बस्नु मन लाग्यो भुल जाँदैन होला कहाँ त्यसरी मिल्ने त म गाह्रो हुन्छ गाह्रो हुन्छ जागिर
म पनि खाएर कडा कडा यार अहिले कस्तो यार यो नानीको परेली छिमझिम परेली छिमझिम मलाई पनि हजुर राख्नुपर्छ क्या ल कहिले काहीँ बच्चाहरू आउँदाखेरि धारै क्या होइन त्यो आइस जमेर बसेर नि डिफ्रेस हो खानु खानु राम्रोसँग जानु फेरि फेरि साग आउनु लाने तरकारी हुन्छ काठमाडौँमा कसैले होइन महँगो पर्छ है मेरो भेनालाई अरू केही दिन सक्दिनँ अझ राम्रो भयो भाग्यमानी भने हुन्छ केही चिज पठाउने कुरो भएर छैन अचार लानु चाहिँ मुला अचार चलाउनु डब्बामा छ लिएर जानु न न गाडी किन्दैन एउटा विदेश गएर एउटा किन्दैन है गाडी छोरीले खान्छ नि त अचार तपाईँलाई नि यस्तो गर्दा कति नराम्रो आएर उता छ टन्नै होइन अब टन्नै छ क्या उता उता ल अब राम्रोसँग जानु दुःख सुख भने यस्तै हो अब दिदीलाई चाहिँ मेरो दिदीलाई चाहिँ राम्रोसँग हेर्नु अहिलेसम्म हेरेछ भोलिपछि त दुःख दिने हो गालाखेरि चिरपटको झटार आउँछ फेरि छोरछोरीले ए त्यो भन छुट्टेको कुरा हो छोरो जन्मिन्छ नि त अब वैशाखमा तपाईँलाई छोरा चाहियो कि छोरी छोरी हिजोसम्म ए, छोरी भने होइन कि मलाई लगेर पाल्नु नि त तिमीलाई त म पालिहाल्छु नि तिमी त के झिम साडी नै झिम सानो झिम कालपातले। कडा 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 यो भिडियो हाल्यो भने भाइरल हुन्छ नहाल्नु है नहाल्नु प्लिज भन है प्लिज म त हेर्दिनँ ब्लग छ हाल्नु है दाइ बहुत दिदीलाई लर देखाइदिनु है दाइ पनि लानु हुने कि ल हजुर अब हामी लाग्यो अब नेक्स्ट टाइम आउँदाखेरि बिरामा सुजनेलाई भइहाल्छ नि आउनुभयो हामीलाई नि खुसी लाग्यो फेरि फेरि हामीलाई दुःख दिनुभयो त्यस्तो होइन पाहुनालाई कहिले त्यस्तो पाहुना भनेको भगवान् सर हो बुझ्नुभयो आमा यतिको चाहिँ हुनु पऱ्यो है होइन त ड्याडी के हो हो पाहुनालाई त आएपछि शिरमा सजाएर राख्ने क्या टक्क केही कुराको यो नहोस् मैले आफूले बनाएको कस्तो बनाएको चाखेको छैन नि हातको भनेर मात्रै हो न त नाटक त्यहाँ छोडेर जाने नि फेरि फोन गर्छु म नछोड्नु होला केराको साग रायोको साग मुलाको अचार भने फेरि कसले छोड्छ हो उहाँ म सुस्मेलाई सोधिहाल्छु दिदीलाई होइन कसले छोड्छ म काठमाडौँ आएपछि फोन गर्छु नि त तपाईँहरू चाहिँ अब म नखिपोर्टनेरि बस्छु नखिपोर्ट नखिपोट भने त अलि वरै पर्छ जे नि आउँला नि त्यसो मै आउँछु म त त्यहाँ फेरि म्यामकोमा बस्ने हो क्या ल ठिक छ को म्याम हाम्रो सोभामा हाम्रो पहिलाको भाइस प्रिन्सिपल ल ढिलो भाग्यमान शुभयात्रा राम्रो भाग्यमा भेना बाई यताबाट जाँदा हुन्छ ल यसै ल जानुहोस् न पुऱ्याइदिनु क्या खोला बाटो अँ नै म जाँदिनँ डर लाग्छ बाई बाई ल हामी लाग्यौँ हस् ल यहाँ चाहिँ मकै बारी रहेछ यो मकै कहिले फल्छ रातमाटा सिन्धुलीको मकैबारी ओ धान चमर भन्छ होइन यसलाई यहाँबाट पारिपट्टिको बिहानीको सुरुवात आफूले जे पाए त्यति भिडियो खिच्दै हाल्यौँ त्यो तपाईँले त्यो फिल्टर लाग्यो भन्दा त्यो अहिले त्यतिकै देखेको एकदम मनको यो धनी हाम्रो सिन्धुलीको होइन के भन्छ ओरिजिनल कोदोको ढेँडो यो चाहिँ आफ्नै बारीमा फलेको साग उठ्यो सबै झारेर हेर अब हामी अर्को 21 गते भेट्छौँ अर्को 21 गते के छ 21 गते होइन खालि 21 गते भनेर त्यही हिजो भनेको यो चाहिँ भन्नु हुँदैन क्या छोरो यहीँ छ कस्तो लाज हुन्छ लाज हुन्छ
थाहा छ सबै मलाई थाहा छैन के काट गर्छ केही पनि होइन चुप लाग। बर्थडे अँ अब आज चाहिँ लाग्यौँ काठमाडौँ सर्भिस सर हुनुहुन्छ है यहाँ चाहिँ उता खुर्कुटबाट छोड्यो होइन हेलो भनिदिनुहोस् हामी अहिले तत्कालै बागमती पुल आइपुग्यो सिन्धुलीको समाप्ति काठमाडौँ यहीँ रहनेछ होइन सिन्धुलीलाई छोडेर अब हामी के भन्ने ठाउँ मकवानपुरतिर लाग्यौँ कि के हो मकवानपुर हो सायद होला ल मकवानपुर ल मकवानपुरमा हाम्रो सरलाई सञ्जीव सरलाई स्वागत छ है ल आज रमाइलो भयो धेरै अझै रमाइलो हुनेवाला छ बाटोमा
मिलाइ फस्यो भने त हामीले सोधे हामी हेटौँडा सिमेन्ट कारखानानिर कस्तो गनाउँदो रहेछ नि त है काठमाडौँ जाने बाटो राम्रो छ बा यताबाट एकदम सही ठाउँमा आउँछ पिच छ होइन एकदम वडाबाट काठमाडौँ जाने बाटो राम्रो छ बा यताबाट एकदम सही ठाउँमा आउँछ पिच छ होइन एकदम वडाबाट कौन है ये लोग कहां से आते हैं ये? हामी मकनपुर गढी दरबार प्रवेश गर्दैछौँ पूर्वी गेट Wow. Nice. Oh my god, यार मकनपुर गाडी आइपुग्यो हामी आउने क्रममै छौँ गेटबाट हामी अब छिर्छौँ मकनपुर गाडीको गेटमा आइपुग्यो गाइडहरू ऐतिहासिक मकनपुर गाडी हेलो सन्जी सर हेलो मकनपुर गाडी है सैनिकहरू बस्ने ठाउँ तर यस्तो खाल्डो छ है त्यो खाल्डो नआएर जानु नसक्नु चाहिँ के त मासुहरू चाहिँ गाह्रो भइसक्यो त्यो कट्या जस्तो लागिसक्यो यता छिर्ने बाटो देखाउँदैन आज स्याल एकदमै नजिकैबाट उ गर्न पाइयो ए म त भाग्दैन कुकुर रहेछ भने दर्शन गर्न पाइयो होइन समात्नु जान्छु भन्दै हुनुहुन्थ्यो त स्याललाई समात्न जाउँ भनेको त्यो टोक्दैन
गर उ त्यो के अरे टोक्रा नि च्याप समातेर पठाइरहेछ कि समातेर त्यो स्यालको रक्सी बनाएर स्याप्पामा राख्नु पर्ने स्यालको रक्सी बनाउँछ होइन के को स्यालको के को बर्बाद पारे थियो टुवा पारोमा त्यो त घरतिर हेऱ्यो भने त गाह्रो पर्छ त्यहाँ बोलिदिने भने मात्र त्यो मैले पेदर आयो त के हुन्छ एक सुँडे हात्ती यहाँ चाहिँ एउटा सुँड भएको हात्ती हेर्नुहोस् है यहाँ एउटा मात्र सुँड भएको होइन हजुर लेख्न त लेखेको छ यहाँ के अब यो त्यस्तै छ यो हात्तीको बारेमा हजुरले के भन्नुहुन्छ यो हात्तीको बारेमा पनि आउँदैन अब यो एउटा मात्र सुँड भएको हुनाले यो चाहिँ के नि केही चाहिँ होला यहाँनिर भन्न चाहन्छु एउटा चाहिँ हाम्रो सन्दीप सरले एउटा चाहिँ सुँड भाँदिनु भएको जस्तो छ उहाँ चाहिँ हेर्नुहोस् है यो अवस्था हुनुहुन्छ अब यो त्यो के अरे अवतार चेन्ज गर्छ यो त उँभो हो त चेन्ज गर्नु पऱ्यो नि होइन अहिले त धेरै आउने उताको गढीभन्दा त सानो हो तर चिटिक्क पऱ्यो हेलो वाउ म आउँदैछु आउन चाहिँ बाटोमा छु भर्खर हेटौँडा कट्यो हाम्रो सञ्जीव सर आउँदै हुनुहुन्छ उहाँले चाहिँ अघि त्यो ट्रक आउँदाखेरि डरले त्यो गरगरी ढुङ्गाभित्र बाइक सटिहाल्नु भयो उहाँले नुवाकोट गढीमा आइपुगेको छ हामी बाइक साइकल भनेको अब राइडिङ त्यस्तै हो उहाँ जस्तो छेरुबाट राइडर मैले कोही पनि देखाएको छैन है हेर्नुहोस् होइन त्यो गरगरीमा पेलेर आइहाल्यो अब छोडिनु परेको बाटो सक्छ त्यही भएर के हो त अब यस्तै छ तेरो नाम के हो भाइ ए तँ भन्ने तपाईँको नाम के हो बा इतिहास रच्ने मान्छेलाई तँ भन्ने गङ्गाधर सारो लक्ष्मण भुजेल गङ्गाधर सारो रहेछ नि त भइहाल्छ नि के पुरानो बनाउनु पर्ने सबै स्याल सबै पृथ्वीनारायण स्याल रे ल उहाँले देश बनाउनु भयो त्यही भएर हामी उहाँलाई स्यालुट गर्नु रे स्यालुट गर गुड 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 यतिको चाहिँ हुनु पऱ्यो भिडियो खिचिन्छ यार 125-30 जति राख्नु पर्ला हेर्नुहोस् ए हामी सबै नेपाली एका हुन् मिल्ला हजुरले गरेको साइज त मिलिहाल्छ यो खाल्टाको बारेमा के यसो केही भनिदिनु पऱ्यो हजुरले यो त अब त्यही शत्रुहरू उक्लिन नसकोस् ओ है यहाँ झर्ने झर्दै गर्दाखेरि त्यहाँ उक्लिन थाल्यो भने चढेपछि माथिबाट भट्टाभट दिने त्यहीँ झारिदिने त्यहीँ गरेर सङ्गीन फाइट गर्ने हो यहाँबाट त्यहाँ चढ्यो भने चाहिँ त्यहाँबाट यस्तो गरेर घोप थुत अप गर्ने हो ल कडै दिमाग रहेछ नि त होइन हजुर सर भिरा र पहिरो खलाको बाटो नहिँड्नु डारै डार त्यसपछि नफुल्नु माया मनभरि फुल्यो यो जुनी तिम्रै भगाइ पो लान्छु मन छुयो जानु कि नजानु आहो त्यो रातले फकाउँछ बडो अच्छा है बडो अच्छा आयो
फरक छ है त्यहाँको भन्दा उताको गढी भन्दा यताको गढी फरक छ यो यहाँ सबै उयो लेखेको छ है नेपाली सेना सम्बन्ध यो त पृथ्वीनारायण शाहकै ऊ त होइन होइन दरबार बस्यो बस्यो यता ओ हेर्छ नि सैनिकहरू सुत्ने ठाउँ त्यही त सुत्ने ठाउँ छ नि त नाम के लेखेको छैन यो है तल ढुङ्गा पाक पाक पार्ने ए यहाँबाट चाहिँ यस्तो पासो थापेर मार्ने रहेछ यहाँ यत्रो उक्लिन कोही सक्छ त ती कुन दिमाग चाहिँ लाएर बनायो है